धन्यवाद अध्यक्षज्यूले आफ्नो समसामयिक भनाइहरू राखेर गइसक्नु भएको छ। संस्थाले गरेका गतिविधि, संस्थाले गर्न चाहेका कुराहरू वर्णन गरेर अध्यक्षज्यूले आफ्नो भनाइ अन्त्य गरिसक्नु भएको छ। अब थोरै औपचारिक कार्यक्रम गरेर औपचारिकमै यो कार्यक्रम अन्त्य गर्ने अनुमति चाहन्छु अध्यक्षज्यू मार्फत। अब देउसी भन्ने कार्यक्रम छ। देउसी भन्नको लागि यस संस्थाका उपाध्यक्ष दिलीप श्रेष्ठ तम तयारै रहनुहोला। त्योभन्दा पहिला हाम्रो एउटा मौलिक संस्कृति जोगाउन गर्नु छ। हामीले त्यो बेलामा एउटा बच्चे बाजा मादल झ्याली बजाएर नाच्ने गरेको थियौँ, तपाईँहरूलाई कतिको थाहा होला। र हामी झ्याउरे गीतमा हामी नाच्ने गरेका थियौँ। त्यही नृत्य चाहिँ हामी त्यही नृत्य चाहिँ प्रस्तुत गर्नको लागि हाम्रो रामबहादुर थापाज्यू, रामबहादुर श्रेष्ठज्यू, त्यसै गरी जितबहादुर श्रेष्ठज्यू, कुमारराज श्रेष्ठज्यू तम तयार रहनुहोला। र रामसर तयार हुनुहुन्छ होइन? कस्तो डिस्टर्ब भयो मलाई निदेर आइछु। त्यहाँनिर हाम्रो माइकहरू राम्रो हुन्छ बजाउनु पायो भने। ल है त अब झ्याउरेमा हामी नाच्ने। सुन्दैन उहाँ जुडियोमा बज्यो भने कोइलासम्म मालाउँदा सुन्दैन। कोइराले भिडमा बाजा नाच्ने अब पनि सुन्छ है।